वृश्चिक राशिका लागि अनेकन खुशी लिएर आएको छ नयाँ वर्ष 2082 सालले। शनिको अडैयाबाट मिल्दैछ मुक्ति, जागिर नोकरीमा प्रमोसनको योग, प्रेम सम्बन्धमा सुमधुरता, भाग्यमा हुनेछ वृद्धि। यी काम गर्दै नगर्नु। नमस्कार, म एडी भण्डारी। नयाँ सालले नयाँ क्यालेन्डर मात्रै फेर्ला कि केही खास पनि होला त यो वर्ष? आउनुस्, वृश्चिक राशिका लागि आजको भिडियो समर्पित छ पूरा एक वर्षको समय वृश्चिक राशिको कसरी बित्नेवाला छ त, कस्ता कस्ता प्रकारका उतार चढावहरू आउनेवाला छन् त, कस्ता परिस्थितिबाट जोगिन जरुरी छ त, कस्ता कर्महरू नगर्ने त, एक वर्षको समय कसरी बित्ला त यो राशिको। यो वर्ष 2082 ले तपाईलाई साँच्चै भनौँ भने दोहोरो खुसी लिएर आएको छ भन्दा फरक पर्दैन। एउटा त शनिको अडैयाबाट तपाईलाई मुक्ति मिल्दैछ र अर्को यो वर्ष ग्रहको जुन स्थिति देखिन्छ नि, उक्त स्थितिले तपाईलाई जबरजस्त सफलता दिलाउन सक्ने सम्भावना देखिन्छ। जीवनमा अगाडि बढ्ने मार्ग तपाईको सहजै प्राप्त हुने प्रबल सम्भावना देखिन्छ यो वर्ष, यानी कि 2082 सालमा। तपाईका आधा अधुरा रहेका कामले पाउनेछन् पूर्णता। मेहनतको पूरा फल तपाईले प्राप्त गर्नुहुनेछ। करियर व्यापारमा जबरजस्त प्रगति उन्नति हुनेछ तपाईको। अब विस्तारमा कुन कुन क्षेत्रमा के देखिन्छ त म सबै विस्तारमा बताउँला आज, त्यसैले भिडियो अन्तसम्म हेर्नुहोला। र चन्द्र राशिका आधारमा तपाईको वार्षिक भविष्य फल हो यो। यदि तपाईको राशि वृश्चिक राशि हो, तपाई वृश्चिक राशिमा जन्मनु भएको अथवा वृश्चिक लग्नमा तपाईको जन्म भएको भने तपाई दुवैका लागि यो भिडियो समर्पित छ। यदि तपाईको नाम तो, ना, नि, नु, ने, नो या ई, युबाट सुरु हुन्छ भने तपाईको राशि अवश्य पनि वृश्चिक हुन आउँछ। तपाईको राशि स्वामी मंगल हुन आउँछ, जुन नवग्रहको सेनापति मानिन्छन् मंगल। यो राशि गम्भीर र निडर राशि पनि मानिन्छ। जिद्दी स्वभावका हुन्छन् बढी जसो यो राशिका व्यक्तिहरू। र अर्को कुरा, एकान्त बढी रुचाउँछन्। भनेको यो राशिका जातकहरू एकान्त प्रिय पनि हुन्छन्, जिद्दी स्वभावका पनि हुन्छन्। जल तत्वको राशि हो वृश्चिक राशि। मंगल स्वामी भएकै कारणले पनि यो राशिका व्यक्तिहरू एकदम साहसी हुन्छन्, निडर हुन्छन्। यो वर्षको राजा सूर्य र मन्त्री पनि सूर्य रहनेछन् र नयाँ वर्ष 2082 सालमा आकाशीय मण्डलमा दुईवटा कार्यभार भगवान सूर्यदेवले सम्हाल्नुहुनेछ। सूर्य, राहु, बुध, शनि र शुक्र एकै राशिमा बसेको अवस्थामा यस वर्षले 2082 सालले प्रारम्भ गर्नेछ। यो आफैमा दुर्लभ संयोग मानिन्छ ज्योतिषमा। देवगुरु बृहस्पति वृष राशिमा, केतु कन्यामा, मंगल मिथुनमा रहेको अवस्था देखिन्छ। ग्रहको गोचर हेरेर पनि भन्न सकिन्छ कि यो वर्ष तपाईको लागि बेहद शुभ फलदायी रहनेवाला छ। देवगुरु बृहस्पतिको शुभ प्रभाव पनि तपाईमाथि पर्ने देखिन्छ। तपाईको आर्थिक प्रगतिका मार्गहरू खुल्न गइरहेको देखिन्छ। तपाईको आर्थिक स्थिति सुधार भएर जानेछ देवगुरु बृहस्पतिको कृपाले। नोकरी जागिरमा प्रमोसन र लाभको यथेष्ट सम्भावना पनि देखिन्छ। नयाँ लगानी र मुनाफाको अवसर पनि तपाईलाई प्राप्त हुनेछ यो वर्ष। विदेश यात्रा तय हुन सक्छ अथवा विदेश यात्रासँग सम्बन्धित कामहरूबाट पनि तपाई यस वर्ष सफल हुन सक्नुहुनेछ। तपाईलाई यो वर्ष तपाईको राशि स्वामी मंगलको पनि भरपूर साथ सहयोग मिल्नेवाला देखिन्छ। तपाईको आत्मविश्वास बढेर जानेछ, तपाईको ऊर्जा भरिएर आउनेछ, ऊर्जावान रहनुहुनेछ तपाई यो वर्ष। तपाईको निर्णय क्षमता वृद्धि भएर जानेछ। कठिन भन्दा कठिन परिस्थितिमा पनि तपाई सहज व्यवस्थापन गर्न सक्षम र सफल बन्नुहुनेछ। शत्रु वैरी तपाईसँग परास्त भएर जानेछन्। तपाईका शत्रु वैरीहरू तपाईसँग पराजित हुनेछन्। मुद्दा मामिला कोर्ट कचहरी कहीँ कतै चलिरहेको छ भने त्यो कोर्ट कचहरी मुद्दा मामिला पनि तपाईको पक्षमा रहनेछ। हरेक क्षेत्रमा तपाईको दबदबा कायम रहने देखिन्छ। तपाईका फ्यान फलोइङहरू बढ्नेछन्। केही त्यस्ता क्षेत्रमा तपाईले यो वर्ष सफलता प्राप्त गर्नुहुनेछ जुन क्षेत्रमा सफलता प्राप्तिका लागि अहिलेसम्म तपाईको सङ्घर्ष जारी थियो, तपाईले सङ्घर्ष गरिरहनु भएको थियो। तपाईको कामयाबीको समय देखेको छ समग्रमा वर्ष 2082। सरकारी कामकाज, सरकारी निकायबाट पनि तपाईलाई फाइदा लाभको स्थिति देखिन्छ। प्रेम र वैवाहिक जीवनमा पनि सकारात्मक देखिन्छ। समय यस वर्ष विवाहको उमेर पुगेका व्यक्तिका लागि पनि शुभ माङ्गलिक कार्य यानी कि विवाहको योग पनि देखिन्छ। प्रेम सम्बन्धमा रहेकाहरूलाई सम्बन्ध मजबुत भएर जानेछ। दाम्पत्य जीवनमा पनि तालमेल भएर जानेछ। दाम्पत्य जीवनमा पनि तालमेल बढेर जाने अवस्था देखिन्छ। अगाडिदेखिको असमझदारी, असहमति जस्तो थियो भने पनि त्यो बिस्तारै समाप्त भएर जाने परिस्थिति तपाईका लागि निर्माण हुनेछ।
प्रेम र रोमान्सको अवसर प्राप्त हुनेछ यो वर्ष वृश्चिक राशिका लागि। यात्रा रोमाञ्चक रहन सक्छ। विद्यार्थी वर्गका लागि पनि समय शुभ नै देखिन्छ। उच्च शिक्षाका लागि विदेश यात्राको योजनामा हुनुहुन्छ भने पनि यो तपाईको सफल हुनेछ। स्वास्थ्यका दृष्टिकोणले पनि यो वर्ष तपाईका लागि शानदार नै देखिन्छ। तपाईको स्वास्थ्य सुधार भएर जानेछ। थप ऊर्जावान महसुस गर्नुहुनेछ तपाईले यो वर्ष। स्वास्थ्यमा पनि सानातिना मौसमी समस्याको अलावा अरू त्यस्तो केही देखिन्न। योग ध्यान गर्नुहोला। तपाईलाई मानसिक शान्ति प्राप्त हुनेछ। सकारात्मक ऊर्जा तपाईलाई बढेर जानेछ। यदि तपाईको नयाँ घर हैन, नयाँ वाहन, नयाँ सवारी साधनको सपना पालिरहनु भएको छ भने पनि, यदि तपाईले प्रयास कोशिश गर्नुभयो भने, त्यो प्रयास र कोशिश जारी राख्नुभयो भने पनि यो वर्ष तपाईको सपना पूरा हुन सक्ने सम्भावना बढी से बढी, प्रबल भन्दा प्रबल देखिन्छ मेरो प्रिय महोदय। प्रयास चाहिँ जारी राख्नु पर्यो हैन, कोशिश चाहिँ गर्नु पर्यो। आय आम्दानीका स्रोतहरू पत्ता लाग्नेछन् यो वर्ष। सन्तान सुखका लागि पनि यो समय शुभ नै देखिन्छ। सन्तान सुख प्राप्त हुन सक्छ। सन्तानका तर्फबाट कुनै सुखद समाचार तपाईले सुन्न पाउन सक्नुहुन्छ। तपाई वृश्चिक राशिका लागि केही सानातिना समस्याहरू, पारिवारिक झमेलाहरू हैन, आफन्त बीचमा मनमुटाव आदि बढेर जान सक्छ। केही चुनौतीहरू तपाईका लागि अवश्यमेव खडा बन्न सक्छ यो वर्ष हैन। तपाई हरेक मंगलबार हनुमान चालिसा पाठ गर्न भुल्नु भएन। के गर्ने त भन्दा हैन, सके नियमित नभए हप्तामा एक दिन मात्रै भए पनि हनुमान चालिसा पाठ गर्नु होला हैन। र घरबाट कुनै महत्त्वपूर्ण कामका लागि निस्कनुभन्दा अगाडि एक चम्चा मह मुखमा हालेर काममा निस्कनु भयो भने हैन, तपाईले त्यो काममा अवरोध समस्या खेप्नु पर्दैन हैन। रातो वस्त्रको प्रयोग बढी गर्नु होला। रुद्राक्ष माला धारण गर्न सके तपाईलाई अझ राम्रो हुनेछ यो वर्ष। मंगलबारका दिन मुसुरोको दाल अथवा गुड दान गर्न सक्नुभयो भने पनि एकदम राम्रो हुनेछ, एकदम शुभ रहनेछ। अब सार समग्रमा भन्दा हैन, अब 12 महिना तपाईका कस्ता रहनेछन् त सार समग्रमा एकदम सारांशमा भन्नु पर्यो भने, वैशाख महिनामा तपाईको शत्रु वैरी परास्त भएर जालान्। शत्रुमाथि विजय, मुद्दा मामिलामाथि विजय। ज्येष्ठ महिनामा खर्च बढी हुने देखिन्छ हैन। असारमा स्वास्थ्य सम्बन्धी खराबी। श्रावणमा तपाईमा नेगेटिभिटी बढेर जान सक्छ। कुकर्ममा मन जान सक्ने, मानहानि हुन सक्ने सम्भावना देखिन्छ श्रावणमा। भाद्रमा कार्य सफलताको योग हैन, सुख वृद्धि। असोजमा धन प्राप्ति। कार्तिकमा यात्रा र धनहानि हुन सक्छ। मङ्सिरमा स्थानान्तरण हैन, सरुवा आदि हुन सक्छ। ठाउँ परिवर्तन आदि हुन सक्छ। पुषमा हानि बेहोर्नुपर्ने हुन सक्छ। माघमा आकस्मिक धनलाभको योग देखिन्छ। फागुनमा तपाईको कमजोर स्वास्थ्य र मानहानि हुन सक्छ। अनि चैत्रमा आर्थिक परेशानीको सामना गर्नुपर्ने आदि हुन सक्छ। आफूलाई जति सक्दो सकारात्मक राख्ने, गलत कर्म नगर्ने, हनुमानको नियमित पूजा आराधना गर्ने, हनुमान चालिसा पाठ गर्ने आदि कर्महरू तपाई नियमित रूपमा गर्नुभयो भने अवश्यमेव वर्ष तपाईको पक्षमा रहनेछ, तपाईको अनुकूलमा रहनेछ। लौ त मेरो प्रिय महोदय, एकदम सर्टकटमा तपाईको यो वर्ष कसरी बित्नेवाला छ त भन्ने विषयमा मैले तपाईलाई जानकारी दिने प्रयत्न गरेँ। भिडियो हेरेर साथ दिनुभयो, श्रवण गरेर साथ दिनुभयो, तपाईप्रति मुरी धन्यवाद व्यक्त गर्दै यो महत्त्वपूर्ण साथ र समय मैले प्राप्त गरेँ, खुसी महसुस गर्दै यो भिडियोबाट ओझिलिने अनुमति माग्छु। लोकान समस्ता सुखिना भवन्तु।